नमस्ते। चराचुरुङ्गीको संसारमा यहाँलाई स्वागत छ। आज आमाको मुख हेर्ने दिन परेको छ, त्यसैले मैले चाहिँ चराहरूमा आमाहरूको महत्त्व चाहिँ कतिको हुन्छ भन्ने बारेमा एउटा सानो भिडियो बनाउनु मन लाग्यो। त्यसमा पनि एउटा जोड्न मन लागेको मेजर कुरा चाहिँ कस्तो भने धेरै जस्तो चराचुरुङ्गीमा चाहिँ हामीहरूलाई थाहा छँदैछ ओथारो बस्ने भनेर भनिन्छ, जुन चाहिँ यो प्रजनन गरिसकेपछि अन्डालाई तातो राख्नलाई बस्ने हुन्छ। अनि त्यो तातो राख्ने क्रममा चाहिँ चराहरूमा चाहिँ कति चरा प्रजातिहरूमा बायोप्यारेन्टल केयर भन्ने हुन्छ कि। तर त्यो भन्दै गर्दा पनि ओथारो बस्ने काम चाहिँ धेरै जस्तो प्रजातिमा पोथीले नै गर्ने गर्छ होइन। अनि त्यो पोथीले गर्ने क्रममा कस्तो पनि एउटा इन्ट्रेस्टिङ कुरा भइदिन्छ भने उनीहरूलाई चाहिँ अन्डा पारेर सकिएको, सो चरामा त्यो पनि दुई प्रकारको हुन्छ। कसैले चाहिँ अन्डा पार्न नपाई ओथारो बस्ने हुन्छ भने कसैले चाहिँ अन्डा पारिसकेपछि, अन्डा चाहिँ क्लच कम्प्लिसन भनेर भनिन्छ, त्यो क्लच कम्प्लिसन भइसकेपछि मात्र ओथारो बस्ने हुन्छ, जसले गर्दा सिन्क्रोनस ह्याचिङ अथवा सिन्क्रोनस ह्याचिङ भन्ने हुन गइदिन्छ। त्यो डिफ्रेन्ट कुरा भयो। तर मेजोरिटी चराहरूमा चाहिँ पोथीले मात्र ओथारो बस्ने गर्छ। र ओथारो बस्ने क्रममा चाहिँ कस्तो हुन्छ भन्नुहुन्छ नि, यो पेटको क्षेत्रको प्वाखहरू चाहिँ फुस्किन्छ भन्दा नि उनीहरूले छोड्छन्, त्यो हर्मोनल कारणले हुन्छ। र त्यो बियर छाला अथवा छाला मात्र देखिन्छ कि। अनि त्यो छाला चाहिँ ठ्याक्क त्यहाँ राखेर उनीहरूले अन्डालाई तातो गर्ने हो, किनभने तातो चाहिँ अलि मजाले ट्रान्सफर हुन्छ छाला टु अन्डामा पर्यो भने भनेर यसलाई चाहिँ वैज्ञानिक भाषामा ब्रुड प्याच भनेर भनिन्छ। सो प्रजनन गरेर ओथारो बस्न लागेको पोथीहरूमा चाहिँ ठ्याक्क त्यो पेटमा हेर्ने हो भने ब्रुड प्याच भनेर देखिन्छ है। तर धेरै प्रजातिहरूमा त्यस्तो हुन्छ भने कुनै कुनै प्रजातिमा भालेहरूमा पनि ब्रुड प्याच देख्न सकिन्छ। जस्तो यो फ्यालोरोप भन्ने एउटा चरा हुन्छ, त्यो फ्यालोरोपमा चाहिँ भालेले नै इन्क्युबेट गर्ने अथवा ओथारो बस्ने भएर भालेमा पनि ब्रुड प्याच भएको पाइने गर्छ। र यो अमेरिकामा पाइने एउटा रुबी थ्रोटेड हमिङबर्ड भन्ने चराले चाहिँ इन्ट्रेस्टिङ के छ भने यो चरामा चाहिँ आमा अथवा पोथीले नै गुड बनाउनेदेखि लिएर खानेकुरा खोज्नेदेखि लिएर ओथारो बस्नेदेखि लिएर सबै कुरा चाहिँ पोथीको जिम्मामा हुन्छ। र त्यो चरालाई चाहिँ जन्माएर हुर्काउनेदेखि लिएर सबै चाहिँ एउटा पोथीले नै गर्ने गर्छ भने भालेको खासै रोल हुँदैन। तपाईँलाई चराचुरुङ्गीबारे यो कुरा रमाइलो लाग्यो भने लाइक सेयर गर्नु नभुल्नुहोला। यस्तै रोचक कुरा त आउँदै गर्ने छ। धेरै धेरै धन्यवाद।